सबैलाई स्वागत छ आजको भिडियोमा हैन। आज चाहिँ म यो टक्क ब्याकप्याक भिरेर हैन टक्कसँगले अहिले चाहिँ बिरतामोड जान लागेको हैन। अझै दुईटा टेन्ट ल्याउने बाँकी छ हैन। बिरतामोड चाहिँ अब म टक्कसँगले मेरो साइकलमा जान्छु हैन। टक्क मेरो घर चाहिँ यता छ। टक्क म घरबाट चाहिँ तालासाला लाएर निस्किसकेँ हैन। घरमा कोही नभएको कारणले गर्दा चाहिँ मैले ताला लगाएको छु हैन। अब टक्कसँगले म बिरतामोड गएर आकाश दाइबाट दुईटा टेन्ट अझै एउटा दुईटा टेन्ट हैन थपेर ल्याउने छु। अनि टक्कसँगले म त्यहाँदेखि चाहिँ साइकलमा बाहुनडाङ्गीसम्म जान्छु। अनि बाहुनडाङ्गीदेखि चाहिँ हाम्रो घुमन्ते टोली आज टक्कसँगले झन्डी डाँडाको यात्रामा रहनेछ। टक्कसँगले अब म चाहिँ साइकल कुदाउँदै जाने हो बिरतामोडसम्म हैन। अहिले चाहिँ म लालचोक आइपुगेको छु। टक्क देख्न सक्नुहुन्छ लालचोकदेखि अलिकति तल यहाँनिर चाहिँ हाम्रो सेन्चुरी किताब दोकान छ हो। अब म चाहिँ मेरो ब्याग यहीँ छोड्छु। ले आइया हो मन्स दाइ ब्याग छोड्यो म तपाईँकोमा। म बिरतामोड पुगेर आउँछु। मेरो ब्याग एक साइड कुनामा अड्यो भने त मेरो बाइक हाल्दै त म चाहिँ अब बिरतामोड पुगेर आउँछु कि टेन्ट लिनु। बिरतामोड प्याक एन्ड पेडल झन्डी डाँडा 15 जना आज त भाइ राम्ररी राख्यो ब्यागमा। त्यहाँ एउटा टेन्ट छ उतैबाट बाहुनडाङ्गीबाटै बाहुनडाङ्गी गले पुग्छ आज 15 जना आँटेको 15 जना साइक्लिङ हैन ट्रेकिङ जाने आज बाहुनडाङ्गीमा साइकल छोडेर। पब्लिसिटी हानिदिन्छु है म भरे युट्युब च्यानलमा। यहाँ बल भलिबल फुटबल किताब कपी सब पाउँछ यहाँ चाहिँ पब्लिसिटी हाम्रो दाइको हान्नु परेन हैन। टक्क सेन्चुरी किताब दोकान किताब भनेपछि बुक रहेछ है। जानु पर्यो टेन्ट लिनु 8-9वटा टेन्ट गर्न आँटेको। टक्कसँगले यो चाहिँ हाम्रो बिरतामोडको सिटी सेन्टर हो। यहाँदेखि चाहिँ हामी हैन टक्क यतातिर चाहिँ बिरतामोड चोक गइन्छ। टक्क यता चाहिँ चारालीको बाटो आइन्छ हैन। टक्क यता गएर कन्काई रोड जानुपर्ने हुन्छ। म चाहिँ लागौँ हो कन्काई रोडतिर लागौँ। टक्कसँगले बाटो चाहिँ एकदम नराम्रो अवस्थामा रहेको छ। हामी चाहिँ अब प्याक एन्ड पेडलतिर जानेछौँ हो। पर देखिएको ठुलो सेतो बिल्डिङ चाहिँ हाम्रो बिएनसी हस्पिटलको हो। अब यो चाहिँ अब अलिक सहर टाइपको क्षेत्र परेर चाहिँ यहाँ चाहिँ सेफ कुदाउनु पर्ने हुन्छ हो। तै पनि म फोन चाहिँ हातमा राखेर भिडियो बनाउँदै अर्को एउटा हातले मात्र ह्यान्डल कन्ट्रोल गरिरहेको छु। जम आज चाहिँ बिस्तारै जाने। अघिसम्म चाहिँ एकदम तोपेर आइएको थियो रेस खेल्दै बाइकहरूसँग स्कुटीसँग हैन। देख्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो भिड हुन्छ जहिले क्या। यहाँ चाहिँ अब ओ सिटीले बाटै छेकिरहेछ मेरो चाहिँ। न स्पिड कुदाउँछ न जान दिन्छ हो। पसिनै पसिना भइएको छ। सिटी सफारी ओभरटेक गर्नेछौँ हामी। यहाँ चाहिँ अब एकछिन रोक्नै पर्ने हुन्छ किनभने म चाहिँ यताको यो बाटो जानुपर्ने हो। जाम यस्तो छ क्या अब यस्तो भिडभाड छ हैन। त्यही भएर चाहिँ अब यो बाटोमा चाहिँ एउटा हातले कटाउनु अलिक सकिँदैन जस्तो छ अवस्था।
त्यही भएर टक्कसँगले अब चाहिँ भिडियो बन्द गरेर पारी नै गएर भिडियो बनाउनु पर्छ जस्तो छ हो। गाडी एकदम गएकै छ क्या। यो चाहिँ हाम्रो इलाम स्ट्यान्ड हैन। यहाँ टक्क ट्राफिक प्रहरी जिल्ला प्रहरी कार्यालय पनि छ, ट्राफिक प्रहरी हो। टक्क इलाम स्ट्यान्डदेखि उत्तरतिर लाग्यो भने चाहिँ हामी प्याक एन्ड पेडल साइकल सपतिर पुग्न सक्छौँ। आज म तपाईहरुलाई प्याक एन्ड पेडल साइकल सपको दोकान जाने बाटो देखाउने छु। इलाम स्ट्यान्डदेखि सिधा उत्तरतिर आएर हैन एउटा लेफ्ट टर्न हान्नुपर्ने हुन्छ। बाटो चाहिँ एकदम दामी छ क्या। यहाँ सरर टाइल्स हालेको छ हैन। एकदम यो रोडलाई चाहिँ किन कन्काई रोड भनेको भन्नुको रिजन चाहिँ यहाँ छ क्या। कन्काई बोर्डिङ इङ्ग्लिस हाई स्कुल यो चाहिँ हाम्रो कन्काई कलेज हो। यो कलेजबाट अलिकति अगाडि आएपछि अगाडि देखेको पहिलो परको पहिलो चाहिँ हाम्रो देवी मावि हो। परक देवी मावि नपुगिकन यताबाट लेफ्ट टर्न हान्यो भने चाहिँ हामी अलिकति केही समयपछि प्याक एन्ड पेडल पुग्नेछौँ। सरर जाने हो सिधै पश्चिमतिर हो। कन्काई रोडबाट फर्स्ट लेफ्ट पश्चिमतिर गएपछि चाहिँ प्याक एन्ड पेडल पुग्ने छौ। के छ त्यता आइया हो आकाश दा हुन्न। त्यसले चाहिँ टक्क साइकल बनाउनु हुँदै रहेछ। कुन साइकल हो? रोड रोभर। A few moments later. टक्क अहिले म चाहिँ प्याक एन्ड पेडलमा छु। प्याक एन्ड पेडलबाट चाहिँ मैले टक्क टेन्ट एउटा यहाँ छ, अर्को टेन्ट यहाँ छ। टक्क साइकलमा चाहिँ मैले फिट गरिसकेको छु। अब चाहिँ म यहाँबाट जानुपर्ने हुन्छ। टेन्ट लिएर जान्छु अब म चाहिँ। टक्कसँगले मेरो साइकलमा टेन्ट लगाइवरी म चाहिँ कुद्दैछु। हाम्रो यो चाहिँ हाम्रो टक्कसँगले सिटी सेन्टर निस्किने बाटो हो। देख्न सक्नुहुन्छ सिटी सेन्टर निस्किने बाटो। म मेरो साइकलमा टेन्ट भिरिवरी निस्किँदैछु। मौसम चाहिँ यसो पानी पर्ला जस्तो छ हैन। छिटो छिटो कल्टी हानिहाल्नुपर्छ यस्तो ठाउँबाट चाहिँ। डार्लिङ त खतरा छ नि हौ। तर सिटी सेन्टर हामी टक्क अगाडि लाग्छौँ। म चाहिँ अब टक्क झुला जान्छु हाम्रो मनोज दाइको बुक स्टोरबाट हैन। सेन्चुरी बुक स्टोरबाट टक्क मेरो ब्याकप्याक टिपेर बाहुनडाङ्गीतिर अब म सरर लाग्छु। अब हाइवेमा चाहिँ अलिक भिडियो बनाउनु मिल्दैन हो। अलिक सेफ हुनुपर्छ। त्यही भएर अहिलेको लागि यति नै। यो चाहिँ हाम्रो चारली चोक हो। यो पुरा पश्चिम राजमार्गको धुलो र हिलो खाँदा खाँदा म चाहिँ गाह्रो पार्ने भयो यार। कहिले बाटो बनिसक्छ हाम्रो देशको। अहिले चाहिँ म यो चारलदेखि पूर्वतिर जाँदैछु हाम्रो धुलाबारी हो। बाटोको कन्डिसनले गर्दा चाहिँ क्या एकदम स्थिति खराब छ। बाटो चाहिँ हैन हिलो र धुलो मात्र छ यार। धुलोले सेकेर एकदम गाह्रो बनाइरहेछ क्या। पानी छेप्छ हो त्यो राम्रो कुरा हो। तर हामी यसो साइकललाई चाहिँ क्या साइकल बाइकलाई भयो एकदम अवस्था खराब छ हो। अरू डाइभर्जनमा चाहिँ हिलो थियो, यसमा चाहिँ यसो पानी छेपेको रहेछ भन्न बाचे। नभए चाहिँ म अब के भन्ने अहिले यहाँ हिलोले ल पिठो बनाउँथ्यो मलाई चाहिँ। धन्न यो डाइभर्जनमा चाहिँ पानी छेपेको रहेछ।
हो एकछिनमा फेप्छ होला पानी या हो साग दुखिसक्यो बिजोक छ बिजोक यो बाटो नबनाउन्जेल चाहिँ बिजोक छ हौ या हो एकदम बिजोकवाला जिन्दगी चलिरहेछ यहाँ टेन्ट छ न टेन्टको टेन्ट ब्यागमा छ टेन्ट होइन टेन्ट पनि हिलो लाग्यो होला क्या खुट्टा त हिलो लागिसक्यो ब्यागबटमा पानी हालिदिएपछि चाहिँ नि यस्तो बिजोक बनाउँछ कि के भन्नु नआलो धुलो उठ्छ अरूलाई बिजोक गाडीवालाहरू बाइकवालाहरूलाई हाल्यो हामी साइकलवालाहरूलाई बिजोक कति हतार गरेको जाँठा धुलाचोकदेखि चाहिँ सर तल जाने हो तल गएपछि जामर गाडी के छ जतै लाउने अब हामी चाहिँ यहाँबाट सन्सुर दोकान आइया हो गले म त टेन्ट बोकेर घुम्न मेरो बिजोक हुने रहेछ त आम्मा दुईटा टेन्ट ब्याग चाहिँ म साइकल कुदाउँदैछु होइन बाटो चाहिँ यस्तो छ म चाहिँ अहिले यस्तो लोड हुँदा पनि होइन हात छोडेर ब्यालेन्स गरिरहेको छु अब हामी चाहिँ सबैजना बाहुनडाङ्गी भेला भएर झनीबाट जाने चाहिँ म होइन देख्न सक्नुहुन्छ ब्याकप्याक यहाँ एउटा टेन्ट यहाँ अर्को टेन्ट होइन तिनवटा सामान छ क्या यहाँ साइकल कुदाउँदै कुदाउँदै बाहुनडाङ्गी जाँदैछु अन्त चाहिँ म यसो भिरकुटीको बाटो हुँदै जान्छु होला किनभने नकलबन्दाको बाटो चाहिँ कनेक्ट छ जस्तो लाग्दैन मलाई होइन सो म चाहिँ भिरकुटीको बाटो हुँदै जान्छु पिच्छे यताको बाटो जाँदा चाहिँ सिधै हाम्रो विद्या विकास स्कुल बाहुनडाङ्गीमा पुगिन्छ हो भारी परिरहेछ हौ आज बाटो मजाको छ क्या धन्न निकै रमाइलो गर्ने छौँ भन्ने आशा छ होइन तर मौसम चाहिँ क्या आज पानी पर्ला जस्तो गरिदिरहेको छ कि धुलाचोकमा चाहिँ टक्क जोरसिमलदेखि इटा हट्टादेखि माथि जाने बाटो भेट्छे बाटो गोर्ने चोक होला सायद अगाडिको एकदम राम्रो ठाउँ छ क्या यतातिर पनि देख्न सक्नुहुन्छ A few minutes later. सोमसर अरे अब हामी चाहिँ यो गाडीमा जान लागेको हिँडिहाल्छु नि म हेर्नु न ल ल म टोली चाहिँ आम्मा मामा लागिसक्यौँ हामी चाहिँ अब गाडीमा अब हामी चाहिँ लाग्यौँ होइन भाइ यो भाइले चाहिँ भलिबल खेल्नै आउँदैन भलिबल बोकाएको मात्र हामीले डान्स टिचर
हामी चाहिँ अहिले अलिक साइडमा बसेर ट्रक आयो ट्रक हाम्रो अर्जुन सर स्कुलको टिचरहरू सिए टिचरदेखि लिएर डान्स टिचर म्युजिक टिचर सबैजना हिँडेको छौँ हाम्रो गन्तव्य चाहिँ झन्डी डाँडासम्म रहेको छ अब चाहिँ ट्रिप राम्रो हुनेछ उकालो सुरु भयो होइन ल अब चाहिँ उकालो सुरु भयो हाम्रो टोली सबै यहाँ जोसको साथ छ अहिले चाहिँ होइन अहिले उकालो हिँड्दा हेरौँ कसको कति जोस छ अहिले उकालोमा थाहा हुन्छ ल मानिस भाइ खोज ल त्यो ऊ त भएको अर्को घरमा अब हामी चाहिँ यहाँदेखि उकालो सुरु भयो हाम्रो आजको यात्रा हाम्रो दुईजना भाइहरू चाहिँ स्टुडेन्टहरू रहेछन् होइन भाइ कतिमा पढ्छौ तिम्रो नाम आर्यमन डोरेमन भनेको छ त मासु हो के का मासु सुँगुरको ल उकालो लागिसकेको छौँ हो यहाँ केही साथीभाइ दाजुहरू अगाडि छन् हो म चाहिँ यहाँ छु टक्क अनि यता चाहिँ हाम्रो अभिषेक सर होइन अभिषेक सर मानिस भाइ उता खै त हौ लागु बाटो चाहिँ एकदम मजाको छ होइन हाम्रो उहाँ अर्जुनले भिडियो बनाउँदैछ यो मुरै पोखाउने चाहिँ को हो यो मटे भाइले दुई बोतल पानी बोकेको रहेछ अहिले ठाडो उकालो छ होइन सर चाहिँ फर्ममा एकदम फर्ममा हुनुहुन्छ अहिले भरे हेर्छु म माथि उकालो एकदम रमाइलो भइरहेको छ कतिजना छौँ हामी 1 2 3 4 5 6 7 8 9 10 खै यहाँ गर्ने मन लागेन बाइकमा कतिजना गएको हो बाइकमा 4 जना गएको हो जम्मा 16 जना रहेछौँ हामी होइन आजको यात्रामा ठाडो उकालोमा भाइ गलिसकेको रहेछ यहीँ अहिले नै को इङ्ग्लिस गाना सुन्ने Love with the wrong people sometimes. होइन बाटो चाहिँ रमाइलो जङ्गल टाइपको हाम्रो टोली चाहिँ अगाडि बढ्दैछ सबै यता अर्जुनले चाहिँ भिडियो बनाउँदैछ हामी छ भाइ चाहिँ हाम्रो अब गलेर बिस्तारै हिँड्दैछ होइन यहाँ चाहिँ टक्क भलिबल पनि छ भोलि हामी बिहान भलिबल खेल्नेछौँ रमाइलो भइरहेछ अब हामी चाहिँ लगभग लास्टतिर छौँ क्या सबै कभर गरेर लाँदैछौँ भाइलाई चाहिँ स्पेसल्ली छोटो पाइरा चाल क्या भाइ छोटो भाइ चाहिँ उकालो हिँड्ने बानी नभएर गलिसक्यो अगाडि चाहिँ ग्रुप खतरा हिँड्दैछ पसिना चाहिँ अति आयो क्या आज अर्जुन सर छन् हामी छौँ त सपोर्टमा अन्तिमसम्म हिँड्ने टेन्सन नल्याउ न बाइक टोली त पुग्यो र एकदम दामी छ ल त अगाडि सबै ग्रुपको अगाडि गएर हाल न हाम्रो क्यामेराम्यान हो क्या अर्जुन चाहिँ रनर पनि हो साइक्लिस्ट पनि हो हाम्रो यहाँ चाहिँ मानिस भाइ छ मेरो होइन
आज ह्युज पार्टी हुनेछ रमाइलो हैन यस्तो दामी भ्यू छ मन्सबा डेटमा आउने भ्यू छैन टक्कसँग बिस्तारै आयो पछि गर्लफ्रेन्ड ल्याउनु पर्छ क्या यस्तो बाटो डुल्नु त्यसको लागि अहिले एनर्जी बिल्डअप गर्नु परेन Emotional, damn it! टक्क गाना सुन्दै हामीहरू चाहिँ उकालो लागेको छौँ अलिकति हो मासु हाम्रो यहाँ मासु कति किलो भाइ कति किलो मासु भाइ तिमीलाई त काँचो मासु बढी मनपर्छ अरे नि त हो ल ठिक छ हान्न भाइले बुझेन हान्छ हान्न बुझेन हामी चाहिँ यतिको उकाल चढिसक्यौँ हामी भाइ यता ऊ बाटो देखिएको तलबाट त्यो सेतो बाटो देखेन त्यहीँबाट जाउँ जाउँ अहिले टक्क उकालो हिँड्दैछ यो माथिको रुख देखेको ठाउँ अहिले निस्किने हो डाँडा यो डाँडा सकिने ठाउँ होइन टक्कमा चाहिँ हिँड्दैछु पछाडिबाट सबै ग्रुप आउँदैछ हातमा दौरा र भलिबल छ अन्त दौरा भेला पारेको रहेछ हजुर आउँदैछन् भाइहरू चाहिँ टक्क के हो भाइ यो डाँडा निक्लन पहिला टक्क अगाडिको टुप्पो चाहिँ सलकपुरको होइन बरको बोट हो लगभग आधी एक घन्टा भयो होला हिँडेको अब चाहिँ आधी बाटो हिँडिसक्न आँट्यौँ ठाडै उकालो छ क्या बाटो चाहिँ देख्न सकिन्छ एकदम क्या छ टक्क जाँदैछौँ हामी के हो अब हामी चाहिँ यो अगाडिको डाँडा धनी डाँडा जाँदैछौँ यहाँ टक्कै दाउरा भलिबल बोकेर हाम्रो ग्रुप यहाँ सरले पनि एउटा दाउरा बोक्नु भएको छ यहाँ चौ बाहुबली हो नि यहाँ चाहिँ अर्को ग्रुप छ हाम्रो बाइक ग्रुप हो अघि मैले दाइहरूलाई बडा खालमा भेटेको थिएँ अघि मैले दाइहरूलाई बडा खालमा देखेको थिएँ पुरा रन्काउँदै आउनु हुँदै थियो बडा खालको बाटो पुरा रन्काउँदै आउनु हुँदै थियो देख्दै थिएँ म ल अब स्थानीय पर्यटन होइन गर्नुपर्छ है ल हामी दुईटा ग्रुप भेट्यो होइन नाच्दै हिँड्दैछ है हाम्रो ग्रुप चाहिँ हामी चाहिँ यो डाँडा टुप्पो डाँडादेखि अर्को डाँडा पुग्नुपर्ने होइन एकदम रमाइलो भएर चाहिँ यहाँ टक्क अगाडि चाहिँ नाच्दै क्या एकदम भाइबमा छन् एकदम मजा आइरहेछ ओ यहाँ चाहिँ अर्जुन कतातिर हौ दौरा
दाइ चाहिँ ठिकै छ भाइ यार ब्लगमा हो यो हो नि त नि यहाँ हाम्रो सर चाहिँ होइन एकदम हिट भएर क्या बेस खोलेर डान्सर हो नि फेरि हाम्रो कुशल सर चाहिँ फेरि एकदम क्या एकदम हामी कहाँ जाने भाइ हामी कुन डाँडा हो थाहा छ हिँडिन्छ नि होइन भाइ होइन अघि स्यालक्क भएको भाइ चाहिँ अघि सुरुदेखि नै स्यालक्क भएको छ यहाँ चाहिँ पुरै क्या जोसेर दाउरा लिनु गएका छन् मैले चाहिँ अघि भलिबल झारेर एकदम मुनि एक्सर्साइज भयो ल कुशल सर के गर्ने अरे अब हामी हेलो हामी चाहिँ अब एकछिन यहाँ रेस्ट गरेर आन्टीको दोकानमा चटपटी खान लागेको छौँ ल आन्टीलाई बोलाउँ न त भाउजू आन्टी सुरुमा चाहिँ आन्टी भन्यो लास्टमा चाहिँ भाउजू अलिक भएन नि त हो हजुर चटपटे अरे केटाहरू भाउजूको हातको चटपटे दामी बनाउनुहुन्छ नि हामी त बानी परिसकेको हो यो सहित चाहिँ मेरो 15 चोटि 15 चोटि हजुर भाइ अब एनर्जी छ कि छैन माथि जानलाई छ अब त झन् पुरा हैन चिसो चटपटेको नाम आउने बित्तिकै भाइ जस्तै हो त अनि भाइको चाहिँ बेस्ट फ्रेन्ड है यहाँ भाइको बेस्ट फ्रेन्ड छ अस्ति पनि यहाँबाट हाइकबाट फर्किँदा तल निन्दा सिरानसम्मै लिएर गएको थियो होइन साँच्चै क्या सर निन्दा सिरानसम्म पछ्याउँदै लगिदिएको क्या कुकुर त स्टार्टिङ गरेको ठाउँसम्मै चौकी डाँडामा भन्छन् साङ्गीतिक माल हुँदैछ नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई ताकेको कहाँको रेशम फेरि रे उडेर जाऊ कि डाँडामा भन्छन् रेशम फेरि रे अहिले सलकपुरको डाँडामा छौँ हाम्रो 4 जना सरहरूको चाहिँ बाइक बिग्रेर चाहिँ हामी यहाँ अहिले पर्खिरहेछौँ होइन परिसकेको छ बोकिहाल्छु नि म अँध्यारो भइसकेको छ हामी चाहिँ अब अझै उकालो यो डाँडा पुग्नेछौँ हो यस्तो भइसकेको छ अवस्था के भनेको दाउरा बोक्नु भनेको बोकिहाल्छु नि म मेरो भागमा राख्देऊ न यो फाल्दिनु ल ल ल कुशल सर तपाईँलाई थाहा छ यतातिर त वेलकम ब्याक टु नेपाल भन्छ नि एनसेलले ल अब हामी चाहिँ उकालोतिर लाग्ने छौँ भाइले चाहिँ दाउरा बोकिरहेछ दुईवटा एउटा चाहिँ ठुलो छ होइन एउटा चाहिँ सानो छ अँध्यारोमा केही देखेको छैन के हेलो अहिले चाहिँ हामी राति भइसक्यो यहाँ होइन उकालो हिँड्दैछौँ यहाँ चाहिँ कुशल सर फर्ममा हुनुहुन्छ हो यहाँ चाहिँ यहाँ भाइ छ हाम्रो के अरे भाइ आर्यमन भाइ जेसुकै नाम होस् आफ्नो टोलीहरू अगाडि छन् हो दाउरा बोक्नु भएको छ यहाँ के अरे नाम हाम्रो सरको सोम सरले यहाँ टक्क दाउरा बोक्नु हुँदैछ दुईवटा यता समीर सरले पनि टेन्ट बोक्नु भएको छ मजाले मन्स भाइ साङ्गीतिक माल जान्छ होइन अहिले भाइले गिटार बोकेर भाइ चाहिँ भाइ त काले लुगा लगाएर छ हरायो क्यामेरामा यहाँ हाम्रो अर्जुन सर हुनुहुन्छ हेब्बी हो क्या फेरि अर्जुन सर चाहिँ के भयो हेब्बी बोकिँदैछ ल
यहाँ छु ओए आँखा तेरि मेरो भयो त यस्तो छ अवस्था 2,000 years later. यहाँ चाहिँ साङ्गीतिक माहौल चल्दैछ सोम सरको बाँसुरी चल्दैछ उता उता लाइट रिदन भाइ पर लाइट देखाउन सोम सरको चाहिँ दमदार पर्फर्मेन्स जाँदैछ क्याप्टेनकै लागि कोही बस्न नभने भाइस क्याप्टेन त झन् छँदै छैन नि त अनि उयो हान्दिउँ असारे महिनामा कस्तो गिटारसँग सिङ्क्रोनाइज मिलाम भनेको भएन क्या मिल्दैन Wow. Okay. रेशम फेरि रे उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फेरि रे एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई ताकेको रेशम फेरि रे उडेर जाऊ कि डाँडामा भन्ज्याङ रेशम फेरि रे सानोमा सानो गाईको बाछा ए भन्छ न होइन त्यसपछि जुन आउँछ त्यही थप्दै थप्दैन 12 छो 12 इसारा यस्तो होइन यसरी मिलाउँदै हानु न हानु इसाराले बोलाउनु पर्दैन माया भए डराउनु पर्दैन कान्छी कोही त बोल न अनको कुरा खोल न बादल गन 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 गाउँला तिमी जुरेली जस्तै नाच न साइली म त यौवनको पिरले घाम खाए यसै खोला किनारैमा गाली चढौला ओराली झरौला
सात बन्ज्याङ मरौ पनि यो पनि चरौला तिम्रै लागि हो भने ज्यानै दिदिउला तिम्रै लागि हो भने ज्यानै दिदिउला बस सुन्दरी दाहिने आँखा झिम्काउँदा आगो बल्यो रे लो जल्यो यो जल्यो मेरोमा जल्यो ल है हाम्रो एउटा बाइक आइपुगेको छ ल ल ल बढाउ खोइ त हौ हाम्रो यहाँ हाम्रो सेक्सी बोय कुकुर हुनुहुन्छ खोइ भाइ हट त ल हाम्रो यहाँ चाहिँ दुईटा सदाहरू आइपुग्नु भएको छ हेलो ल समीर सर बासु सर र प्रवीण सरलाई पठाइदिउँ कि तपाईँ हिँड्नु मलाई हजुर बासु सर र प्रवीण सरलाई पठाइदिउँ कि तपाईँ सर अब अलिकति ल 5 मिनटको बाटो बास सरले लानु गर्नलाई म लान्न कि प्रवीण सर लान्छु बाइक उहाँले म प्रवीण सर गर्ने भएको हो एक्सपायर भइसक्यो यहाँ चाहिँ एक्सपायर हो हाम्रो सर सेलाइसक्नु भएको छ 1 hour later. यहाँ चाहिँ हामी टक्क आगो बाल्दैछौँ आगो बालेर यहाँ ढुङ्गा तताउँदैछौँ होइन हाम्रो यहाँ मासु छ ए अनि सुन है सबैले एउटा कप हामी दिन्छौँ त्यो आफैसँग राख्ने त्यो ख्याल भने सबैले पानी खाने अर्जुन सर हुनुहुन्छ यहाँ यस्तो छ अवस्था त्यहाँ चाहिँ चिया पाक्दैछ हाम्रो होइन कुशल सर हाम्रो आजको मेन सेफ अल द वे फ्रम बाउन्डाङ्गी बोतल यति हो खाली यहाँ पनि छ यो पनि लानुपर्छ यसलाई चाहिँ सानोमा खानौँ कि होइन म खाइहाल्छु म पनि होइन हाम्रो चाहिँ अब यो पानी अलिअलि खाऊ कि अनि बरु होइन भाइ र म चाहिँ फेरि पानी लिन जानुपर्ने क्या यहाँ सबै बोतल खाली भयो होइन भाइ कतिवटा छ हौ 1 2 3 4 5 6 7 वटा उता अझै एउटा छ 8 वटा पो छ त मलाई राख्नु है पानी अलिकति यता गिटारहरू जाँदै मासु गरोस् बाँसुरी खै त अब जाओस् न अलिअलि पानी लिन जाने भाइ ब्याग एउटा यसको बिर्को पनि खोज त थाला यता मेरो फोन कोसँग छ अब हामी चाहिँ पानी लिन जानेछौँ मेरो फोन कोसँग छ हाम्रो गुगल पोइन्ट जस्तै यहाँ चाहिँ होइन त्यो केज टाइपको चाहिँ बनाउँदै रहेछ यहाँ प्रोजेक्ट है होइन है दामी तरिकाले यहाँ टक्कसँगले बनाउँदै रहेछ अँध्यारोमा छ होइन भोलि चार्ज सकिन्छ भनेर चाहिँ मैले अहिले बनाइहालेको होइन अब चाहिँ भाइ म त फोन त स्विच अफ हान्छु होला अब गएर आजको यहाँ रिदान भाइ र म चाहिँ हामी कहाँ जाँदैछौँ भाइ पानी लिनु रम्याङ भन्छ तल रम्याङ अब यस्तो अँध्यारै छ ओह्रालो घटङ टङ 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 हिँड्दैछ हामी सुतिसक्यो होला मान्छे अब उठाउनुपर्छ गाग्री भेट्यो भने त गाग्रीमा पनि लिएर आउँछु भाइ म त यहाँ चाहिँ टेन्टहरू लागिसकेको छ एउटा होइन दुईवटा त्यो क्लिप फुक्लेको रहेछ हौ यहाँ यो टेन्टको चाहिँ यहाँ क्लिप फुक्लेको रहेछ टक्कसँगले लगाइदिउँ होइन दुईवटा अर्को यहाँ छ 3टा यो धरारा आएको छ यसको चाहिँ वरिपरि हामीले टेन्ट लगाएको छौँ 4टा होइन यहाँ अर्को 5वटा यहाँ लास्ट 6वटा टेन्ट यता चाहिँ साङ्गीतिक माहौल चल्दैछ हाम्रो गुरुहरूको मजा आउँदैछ है अघिको दुःखको त यो हो नि त परिणाम त होइन यहाँ चाहिँ साङ्गीतिक माहौल चल्दैछ यता चाहिँ हाम्रो कुकिङ चल्दैछ क्या यहाँ टक्कसँगले म यहाँ छु होइन यहाँ चाहिँ हाम्रो मासु सेकुवा प्याकिङ यहाँ चटपटे बनिङ यता सेकुवा प्याकिङ कुशल सर अघि भ्याइसकेको एक्लै आज चाहिँ होइन आज आएर त व्यस्त होइन मेरो फोनले चाहिँ भ्याउँदैन क्या फेरि तलको यहाँ हुनुहुन्छ मासु खुवाइदिनु नि यसो यहाँ चाहिँ कुशल सरले मलाई मासु अब ह्यापी बर्थडे ब्रो ह्यापी बर्थडे टु यु मासुको लागि केसम्म गर्छ केटाहरूले यार ह्यापी बर्थडे टु यु ल अर्जुन सर हुन्छ साङ्गीतिक माहौल चल्दैछ पर यता चाहिँ मासु डिपार्टमेन्ट
ए मासु त यस्तो पो हुँदो रहेछ है यस्तो हुँदो रहेछ है मासु तँ एक्लै खाएर हो क्या खै अमिलो अमिलो छ हो ल्या अमिलो पनि मासु हुन्छ हैट। मासु यस्तो रहेछ खाने हो खाने हो त दिन्न त साथीको लागि ज्यान हालेर मासु के हो त्यही त होइन अब कराउँ काटन हो खाँदैछ एकछिन हामी यहाँ के चल्दैछ के भयो अर्जुन किला गाड्दैछ अर्जुनले चाहिँ टेन्ट उडाउँछ भनेर हो अब हामी यहाँ चाहिँ म्युजिकको आनन्द लिनेछौँ एकछिन हाम्रो यहाँ सोम सर हुनुहुन्छ यता चाहिँ हाम्रो मनिष भाइ तुरे होइन अनि देउला तिनटै कम्बो भए साङ्गीतिक माहौल चलिरहेछ अहिले होइन यहाँ चाहिँ हाम्रो मासु लाग्दैछ यहाँ सोम सर फ्युटमा हुनुहुन्छ होइन यहाँ हाम्रो भाइ मनिष भाइ गिटारमा छ होइन टक्कसँगले होइन यहाँ माहौलको मजा लिँदैछौँ एकदम रमाइलो भएको छ यो चाहिँ लगभग हाम्रो रातिको 12 बजिरहेछ होइन हामी अहिलेसम्म मासु पनि खाइसकेको छैनौँ क्या हो लाग्दैछ यहाँ ल फेभरेट गाना आउने है त अब असारे महिनामा असारे महिनामा तपाईँको फेभरेट गाना हो है होइन असार पनि आउँदैछ टेन्सन नलिनु असार पनि आउँदैछ ल ल ल साङ्गीतिक माहौल चल्दैछ हाम्रो यहाँ चाहिँ कस्तो यो मेरो मन कसरी रुझाउने ल बाँसुरीको एन्ट्री मैले रिदम दिनु है हाम्रो चाहिँ यहाँ गजल चल्न आँटेको छ होइन व्यापक नगर्नु न फेरि हो यस्तो खालको कन्फिडेन्स लुज हुन्छ क्या कमन सर कमन नबजाउ न गजलको पहिलो शेर यसरी अगाडि बढ्छ व्यवस्था र व्यवस्था कहाँ एउटै हो र व्यवस्था र बेवास्ता कहाँ एउटै हो र म नबोलाई बोल्न थालेको छु तिमी बोलाउँदा बोल्दैनौ कहाँ एउटै हो र व्यवस्था र बेवास्ता कहाँ एउटै हो र म नबोलाई बोल्न थालेको छु तिमी बोलाउँदा बोल्दैनौ कहाँ एउटै हो र म तिमीलाई पुर्याउन जाँदा सम्झना लिन गएको थिएँ म तिमीलाई पुर्याउन जाँदा सम्झना लिन गएको थिएँ गन्तव्य फरक रहेछ फर्केर हेरेनौ चाहना र बहाना कहाँ एउटै हो र व्यवस्था र व्यवस्था कहाँ एउटै हो र म नबोलाई बोल्न थालेको छु तिमी बोलाउँदा बोल्दैनौ कहाँ एउटै हो र अन्तिम शेर छ फर्कने अभिलाषा अझै राखेको छु फर्कने अभिलाषा अझै राखेको छु अग्नि परीक्षा दिनु पर्दैन फर्कने अभिलाषा अझै राखेको छु अग्नि परीक्षा दिनु पर्दैन रामले पो विश्वास गरेनन् तिमीलाई रामले पो विश्वास गरेनन् तिमीलाई म त प्रवीण हुँ प्रेम र धोका कहाँ एउटै हो र व्यवस्था र व्यवस्था कहाँ एउटै हो र म नबोलाई बोल्न थालेको छु तिमी बोलाउँदा बोल्दैनौ कहाँ एउटै हो र
हिजो आमा र म दुवै थियौँ दसैँ आएन हिजो आमा र म दुवै थियौँ दसैँ आएन आज म दुवै छु दसैँ आएन हिजो आमा र म दुवै थियौँ दसैँ आएन आज म दुवै छु दसैँ आएन हिजो आमा र म दुवै थियौँ पैसा थिएन दसैँ आएन आज म दुवै छु आमा घरमा छिन् दसैँ आएन हिजो हिजो आमा थिइन् म थिइनँ दसैँ आएन आज म छु आमा छैनन् दसैँ आएन One eternity later. हेलो गुड मर्निङ सबैलाई ल हामी चाहिँ झन्डी डाँडामा छौँ कहाँ छौ भाइ आज जोन चामलिङ भाइ बालेन हामी चाहिँ अहिले झन्डी डाँडामा बिहान उठिसकेका छौँ देख्नु सक्नुहुन्छ यहाँ 1 2 3 4 5 6वटा टेन्ट लाएर हामी बसिरहेको थियौँ राति हो कुशल सर के भन्न चाहनुहुन्छ आजको रातको बारेमा आजको रात कस्तो भयो भने नि सर मेरो अप्पर बडी चाहिँ तातो थियो लोअर बडी चाहिँ चिसो थियो यो भाइले उठाएकोमा कस्तो हल्ला यस्तो छ अवस्था होइन हाम्रो मर्निङ भ्यू यहाँ हाम्रो अभिषेक सर उठिसक्नु भएको छ मर्निङ ल सोम सर के भयो उठिसक्नु भएको भ्यू चाहिँ यस्तो छ है दामी तरिकाले होइन बिहानै सुताइ चाहिँ त्यही हो लगभग हामी त 3 बजे सुतेको होला अहिले चाहिँ 5 पनि बजेको छैन क्या फेरि होइन 4:50 हुँदैछ कस्तो 2 बजे सुतेर हौ अर्जुन सर हामी कति 3 बज्नु लाग्यो सुतेको होइन अर्जुन सरले के भन्छ स्टुडेन्टहरु हल्ला गरेर सुत्न दिएनन् भरे लास्टमा सब बन्द हल्ला गर्ने अर्जुन सरको टिम सुन्दै थिएँ म मेरो टेन्टबाट पनि सुन्दै थिएँ हल्ला गर्ने ग्रुप चाहिँ होइन हाम्रो अर्जुन सरकै टेन्ट थियो नि फेरि भाइ कस्तो हाम्रो टेन्टमा छ नि हेलो गुड मर्निङ फ्रम झन्डी डाँडा होइन अब चाहिँ हामी बिहानै उठिसकेका छौँ होइन केटाहरूले धेरै हल्ला गरेर यहाँ उठ्नु पर्यो सर आगो बाल्नु न छिटो जाडो भयो हाम्रो यहाँ अर्जुन सरको काता चल्दैछ अर्जुन सरको काता प्रस्तुति अलिक पावर क्या भएन हौ सर ह्याट लगाइसकेपछि त कहाँ कराते सर अनि यहाँ न मैले त खोज्छु पर्ने हाम्रो कुशल सरले चिया बनाउनु हुँदैछ खोइ हो चिया रङ चिया होइन पुगेन ट्याक्क लाएर ट्याक्कसँगले हाम्रो कुशल सरले चिया बनाउनु हुँदैछ अरे एचएम फेल यहाँ रितान भाइ फेल है रितान भाइ जागिर खाने भयो तिमी एचएम पढेर काम छैन तिम्रो अब हाम्रो अर्जुन जन चामलिङ खै यता अर्जुन त्यो उयो आउँथ्यो नि एउटा पहिले एउटा सिरियल नेपाली आउँथ्यो नि कमेडीवाला त्यसमा बिहानै रमाइलो माहौल भइरहेछ जागिर त खाइदिने हो त अनि
के हो हाम्रो जागिर त सबै अर्जुन सरले एकदम लिएर कडा जाला छ। जस्तो छ है इसिए हेड त्यसै हो त बिस्तारै डान्स टिचर पनि हटाउने अरे म्युजिक पनि हटाउने आफै गर्ने सबै गाडी गुलियो खाउँ ल गुलियो खाऊ न गुलियो होइन गुलियो खाऊ सन्चो हुन्छ क्या चिनीले चाहिँ हुँदैन जेरी चाहिँ लिएर आउनु न जाउँ म साउथमा के अर्कै ढुक्यौँ हाम्रो चाहिँ यहाँ अब टेन्टहरू प्याकिङ हुँदैछ यहाँ अभिषेक सर डान्स हान्नु हुँदैछ यहाँ हाम्रो अर्जुन सरले चाहिँ टेन्ट बान्नु हुँदैछ हाम्रो यहाँ भाइ चाहिँ सहयोगमा बसिरहेछ है अर्को डोरी देऊ ल हामी चाहिँ अब टेन्ट मिलाएर अब लाग्ने तर्फमा छौँ यहाँ केटाहरू भलिबललाई फुटबल बनाएर खेल्दैछन् हो अलिक उहाँ तल झर्ने हानौँ ल ल डान्स छ खतरा एकदम दामी भइरहेछ यहाँ माहौल चाहिँ रमाइलो भइरहेछ होइन यो एउटा टेन्ट खोल्नु बाँकी छ होइन अरू सब टेन्ट खोलिसक्यौँ लगभग हो यहाँ चाहिँ हामीले खाना पकाएको थियौँ हिजो हाम्रो मासु यहाँ छ आगो बलिरहेछ अझैसम्म हामीले यहाँ गरेको फोराहरू चाहिँ सबै बाल्यौँ यहाँ अहिले भर्खर अब चाहिँ हामी प्याकअप गरेर हामी चाहिँ लाग्नेछौँ घरतिर अब होइन मेरो फोनको ब्याट्री पनि अब सकिनु लागेको छ होइन फुल चाहिँ रोड बनाउनु सकिँदैन जतिसम्म चार्जले टिक्छ त्यतिसम्म बनाउने हो हाम्रो भाइ चाहिँ खतरा डान्स हान्दैछ है चाहिँ हामी सबैजना झन्डै डाँडालाई भाइ भाइ भन्दै घरतिर लाग्दैछौँ मान्छे भाइ अब चाहिँ हामी सबैजना लाग्दैछौँ ल भाइ हिँड त त्यो नहुने काम नगर त ल लागौँ अब हाम्रो टोली लाग्नु थाल्यो घरतिर मान्छे भाइ लागौँ घरतिर अब फोनको चार्ज पनि सकिनु लागिसक्यो मजा आएन सर बवाल चाहिँ बवाल भयो कि तर गाना बवाल चाहिँ अलिक मन परेन होइन ल अब चाहिँ हामी लाग्दैछौँ ओह्रालै ओह्राला आज हजुर टक्क ब्याग प्याक हजुर भारी भारी बोकेर कतिको भारी छ भाइ छैन भारी छैन कता के बोएछ हो ए प्यान्ट लुगा प्यान्ट लुगा हो ठिक छ लु हामी चाहिँ ओह्रालै ओह्राला अब सर्टकट हानेन भाइ सर्टकट हानेन भने त कहाँ हुन्छ होइन सबैजना हामी चाहिँ यहाँबाट लागिसकेको छौँ हो नगरौँ त्यस्तो त यो चाहिँ एकदम हेभन जस्तो छ कि एक मिस्टेक भयो भने चाहिँ हेभन पुगिन्छ भने जस्तो हुन्छ फेरि लु सबैजना हामी चाहिँ लाग्न थाल्यौँ है अनि डाँडालाई टाटा बाई बाई गरेर हाम्रो यात्रा सफल पारेर हामी लाग्यौँ होइन धन्न पानी परेन होइन एकदम रमाइलो भयो सुताइ कम रमाइलो ज्यादा यस्तो छ भ्यू चाहिँ तलको होइन तल झापा सबै झापा देखिरहेछ यहाँ हाम्रो एउटा दामी बाटो देखिरहेछ हामीहरू चाहिँ यहाँ टक्क हिँड्दैछौँ ओह्रालो होइन म पनि यहाँ हिँड्दैछु ब्याग भारी ब्याग बोकेर होइन एकदम क्या मजा गऱ्यौँ रातभरि सुत्नु कम क्या एकदम 1-1.5 घन्टा मात्रै सुतेको छौँ तर आज अब उकालो हिजो हान्यौँ पुरै आज चाहिँ पुरै ओह्रालो हान्दैछौँ बाटो एकदम ठाडो ओह्रालोहरू छ सर्टकट हान्छौँ हामी चाहिँ अब एकछिन पछाडि सर्टकट होइन भाइ त्यो त अर्कै सर्टकट हो त्यो सर्टकट चाहिँ अर्कै ठाउँको लागि होला नि त उसको यस्तो छ बाटो पाहाडको बाटो चिप्लो माटो होइन हिजो पढ्दै चार्ज पनि सकिन लाग्यो गोर्दुङ डाँडा पस्यो भने चाहिँ फोन चार्ज हाल्नुपर्छ होला त्यहाँ तल चार्जर त बोकेको छु नि मैले टाइप 2
एकदम ओ कुशल सर अगाडिको प्याराग्लाइडिङ पोइन्ट होइन प्याराग्लाइडिङ पोइन्ट रहेको छ तो छ तलको भ्यू बाटो हिँड्दैछौँ होइन कस्तो छ बाटो चाहिँ ओइ चिप्लियो हो खुट्टा त यस्तो बाटो हिँड्दैछौँ हामी चाहिँ भिरको हो यहाँ हाम्रो सर कुशल सरले चाहिँ फोटो खिच्न लाग्नु भयो अब हामी चाहिँ यस्तो बाटो हिँड्दैछौँ अर्जुन सर अगाडि हुनुहुन्छ लिडमा म यहाँ छु सेकेन्डमा को छ हामीलाई मतलब छैन हाम्रो भाइहरू चाहिँ मनिष भाइ र रिजन भाइ माथिबाट आउँदैछ पार्टनर हाम्रो कुकुर पनि छ पार्टनरमा यस्तो ठाडै भिड छ क्या अब यसो क्यामेरा एङ्गल देखाएर त भन्नु मिल्यो नि त यस्तो बाटो हिँडिरहेको छौँ होइन हामी चाहिँ यस्तो बाटो हिँड्दैछौँ हो यहाँ टोली माथिबाट आउँदैछ यहाँ भाइले चाहिँ च्याउ भेट्यो भन्दैछ हो यहाँ चाहिँ हाम्रो उहाँ बिना बाइकको ड्राइभर अगाडि जाने हो टोली त्यो बाटो जाँदैछौँ यहाँ चाहिँ अब चिप्लो छ क्या बाटो चाहिँ एकदम यहाँ कन्टेन्ट दिएर आएको छ है केटाहरूले कन्टेन्ट हेलो गाइज ल यस्तो छ चिप्लो बाटो हामी हिँड्दैछौँ रमाइलो हुँदैछ एकदम यस्तो छ बाटाहरू होइन मजाले चिप्लिँदैछ क्या तपाईँ पो लोड बिना हुनुहुन्छ कुशल सर आफ्नै कन्टेन्ट होला जस्तो छ है लडेर अहिले आस्ते आस्ते हिँड्नुपर्छ निकै भारी बोकिएको छ पछाडि चाहिँ जाउँ हामी जाउँ होला है यहाँ हाम्रो अभिषेक सर आउनुहुँदैछ हाम्रो यहाँ पार्टनर पनि छ हामी चाहिँ अब तल लागेकै छौँ क्या सर्टकट बाटो हो यो चाहिँ होइन माथिबाट चाहिँ मेन रोड छ तर हामी चाहिँ सर्टकट बाटो हिँड्दैछौँ निकै चिप्लो छ बाटो होइन एडभेन्चर फेरि खतरा हुन्छ क्या यस्तो बाटोमा मुनि हेरेर हिँड्नुपर्छ यस्तो बाटो चाहिँ केले खोइ मलाई तर्सिन ल चिप्लिन्छ त यहाँ एउटा माथि चढाएको होइन अर्जुन हिजो एकदम चिप्लो छ क्या बाटो
यहाँ चाहिँ बाटो भेट्छ आइट टक्क हामी बाटो आएको थियौँ चाहिँ तडा आउँथ्यौँ होइन हामी चाहिँ सर्टकट टाइम यताबाट अब फेरि हामी सर्टकट खोजेर जानेछौँ फेरि हामी यहाँ हिजोकै सर्टकट होइन यो हिजै हानेको सर्टकट होइन यो हामी यहाँबाट सर्टकट जाँदैछौँ ल ल ल ल ल रे भाइ त ओ अर्को भाइ पनि हो युनिस भाइ पनि गाह्रो छ क्या हिँड्नु ओ चिप्लिन्छ होइन गाह्रो छ बाटो हिँड्नु बिस्तारै जाउँ है बिस्तारै बिस्तारै सेफ जानुपर्छ क्या यस्तो बाटो चाहिँ हतार गर्नु हुँदैन बिस्तारै बिस्तारै भन्दा पनि यसरी त अलिअलि हिँडौँ न कन्टेन्ट बन्यो ल भाइ चाहिँ बाटोमा मुद्दिरहेको क्या अब उहाँ भाइ चाहिँ मुद्दिरहेको छ अब भाइ चिप्लो हुन्छ त्यसै बाटो चिप्लो छ यार यो बाटो आउनुपर्ने खासमा चाहिँ हामी सर्टकट हानेर चाहिँ हामी छिटो आइपुग्यौँ ओह्रालो ओह्रालो हिजो उकालो गाह्रो आज ओह्रालो फेरि गाह्रो है अभिषेक सर बडीमा पावर लाउनुपर्छ अहिले कन्ट्रोल गर्नुपर्छ कन्ट्रोल गर्नुपर्छ माथि आउँदैछ केटाहरू त दुईजना माथि दुईजना छुटेको छैन बाटो आउनुपर्ने हो सर्टकट हान्यौँ माथि चाहिँ घाँस लिएर आउनु हुँदैछ त्यही त के हो त्यो खालीमा डराएको तिमी उहाँ घाँस बोकेर आउँदैछन् उहाँहरू त यता पनि त्यो भिर काटेको परको भिर काटेको यहाँबाट रहेछ यो यहाँबाट मुनिबाट रहेछ के उतो बाटो होइन उयो ढुङ्गाको टुप्पै टुप्पै हेर त यहाँबाट मुनिबाट बाटो छ होइन त टुप्पै टुप्पो टुप्पै यताबाट सर अँ यताको बाटो जाने ढुङ्गाको बाटो जाने ढुङ्गाबाट जाने ब्रिज पाइन्छ केटाहरू पर्छन् हामी चाहिँ केटाहरू पर्खिँदैछौँ ओ केटा हो यहाँ चाहिँ घाँसको भारी बोक्नु हुँदैछ केटाहरू त खाली ब्याग आउनु डराउँछ यार त्यो झर्ना पनि कस्तो खतरा झर्दैछन् हाम्रो केटाहरू चाहिँ स्लाइड हान्दैछन् स्केटिङ खेल्दैछन् स्केटिङ केटाहरू चाहिँ अब बाटै नभएको ठाउँमा पनि ओर्लिरहेछ क्या भाइ ओ भाइ ढुङ्गा चाहिँ नबगाऊ है ढुङ्गा ल ल ल ल जाउँ 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 ल ल ल ल ल हाम्रो केटा तल पुगिसक्यो अब हामी पनि यही बाटो हुँदै सरर झर्छौँ चिप्लिँदै चिपकटी खेल्दै अब ओह्रालो झर्दैछौँ 3% झरिसक्यो नि म यहाँ भाइ सर्टकट हान्ने चक्करमा भाइलाई हेर्ने भएको झन्डै म ओ ओ ओ भाइ चाहिँ यहाँ ओइ जाउँ जाउँ अगाडि जाउँ भाइ चाहिँ यहाँ झन्डै उत्तार्नु पर्यो परबाट मान्छे आउँदैछ थेट म पनि यहाँ झन्डै लडेँ तिमीलाई हेर्ने चक्करमा हामी चाहिँ जाँदैछौँ अब यो चाहिँ आजको लास्ट भिडियो होला जस्तो छ होइन फोनमा चार्ज सकिन लागेको छ फोनमा चाहिँ चार्ज सकिन आँटेको कारणले गर्दाखेरि लास्ट भिडियोमा हाम्रो युनिस भाइ चाहिँ एनी अब आउँछु भन्दैछ म पनि आउँछु हो ल्या यहाँ हाम्रो भाइ पनि छ हो सर्टकट हान्ने भाइ हाम्रो चाहिँ अघिदेखि उत्तानो मात्र परिरहेको छ ओह्रालोमा म मेन भर्छु वाइल्डको मान्छे हो क्या यो भाइ चाहिँ अभ्यास भाइ ल्या हाम्रो के अरे भाइको नाम
खै के भन्यो मैले चाहिँ सुनिनँ आर्यमान भाइ हिजो जाँदा चाहिँ स्याक भएको सुरुमै हामी सब बोरा लाग्दैछौँ सनाना हजुर छैन यही सर्टकट हो त्यो माथि बाटो थियो नि तल जाने उता त्यो बाटो नहानेर चाहिँ यो सर्टकट हानेको योभन्दा सर्टकट चाहिँ डाइरेक्ट हाम फाल्नुपर्छ अब हजुर पार्टनर अगाडि छ ल अब चाहिँ सक्यो ल सक्यो ल अब चाहिँ होइन अब ब्याट्री सक्यो ब्याट्री स्याक सर्टकट हानेको हो फेरि केटाहरूले चाहिँ सर्टकटमा पनि सर्टकट खोजेछ के हिजो यही बाटाको सर्टकट हान्दैछौँ हामी चाहिँ पुरै देख्न सक्नुहुन्छ सर्टकट ग्याङ हो होइन सर्टकट मान्छे केटाहरू फेरि यस्तो एक्सपर्ट छन् कि हानेको होला हौ यो बाटो यही बाटो गएको होइन र त्यहाँ सर्टकटको खोजीमा यसरी हिँड्दैछौँ हो होइन यस्तो बाटो छ चिप्लो सर्टकट हिँडेको अरे हामी चाहिँ हो सर्टकट गएको यहाँ यस्तो छ अवस्था सर्टकटको अवस्था यस्तो छ कुशल सर पनि चिउले हो चिप्लिनु भयो नि त उहाँ अर्जुन तल गएर नाच्दैछ भाइ मेरो फर्ममा यार उठाउ सर्टकट भाइ बिस्तारी आस्ते आस्ते ल जाउँ सर्टकट के अरे कान्छो हामी कहाँ हिँडेको अरे झन्डै चिप्ल्यो भाइ भाइ भाइको सर्टकट आइया भाइले एकदम मिठो कन्टेन्ट दिँदैछ आइया हो झन्डै चिप्ले त हो एकदम भिर र पाखा डाँडा र काँडा के हो गाना भाइ पनि यहाँ हाम्रो भाइ पनि लडेको छ भाइको अब भाइले कन्टेन्ट दिएला जस्तो छ हो ए भनेको कन्टेन्ट दिन्छ भने साँच्चीकै कन्टेन्ट दियो भाइले आइया हो हाम्रो भाइ चाहिँ सबसे धेरै लड्ने है यस्तो छ क्या बाटो ल ल ल सर्टकटको चक्करमा हामी यसरी हिँड्दैछौँ यो छ अवस्था भाइले फेरि यहाँ कन्टेन्ट दिएला जस्तो छ बिस्तारै भाइ यहाँ ठाडै छ नि यो त भाइले फेरि कन्टेन्ट दिएला जस्तो छ आस्ते 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 होइन स्पिड घटाउ न कहाँ बेसमा क्या भाइ चाहिँ अहिले लडेन हो यहाँ चाहिँ हाम्रो टोली आइसकेको छ तल
सर्टकट चाहिँ यस्तो छ भाइ लड्छ भनेको लड्दै यार कन्टेन्टै हान्थ्यो भाइले फाइनली हामीले यसरी हाम्रो ट्रिप सकेको छौँ